कोरिया आउनुभएको तपाईँहरू चाहिँ कति वर्ष भयो वा कति महिना भयो वा कति हप्ता भयो? के तपाईँहरूको तलब वर्षैपछि बढ्दै गइरहेको छ त कि छैन? छैन भने किन छैन? छ भने कति बढिरहेको छ, कसरी बढिरहेको छ? जुन गभर्नमेन्टले प्रोभाइड गर्ने स्यालेरी बाहेक एक्स्ट्रा जुन जनवरीमा हाम्रो यति स्यालेरी इन्क्रिज हो भनेर तोकिन्छ नि, त्यो बाहेक कम्पनीले तैँले चाहिँ राम्रो काम गरेको छ है भनेर एक्स्ट्रा बढाइदिएको, त्यो बाहेक तलब बढेको छ या छैन? इल्दाङमा काम गरिरहनु भएको छ कि सिगुपमा काम गरिरहनु भएको छ? सिगुपमा गरिरहनु भएको छ भने घन्टाको कति छ? इल्दाङमा काम गरिरहनु भएको छ भने हारुको कति छ? कमेन्ट गर्नु होला। र बढेको छैन भने किन बढेको छैन त? तपाईँले काम राम्रो गर्नुभएको छैन कि वास तपाईँको साउ कन्जुस छ कि म जस्तै? त्यो चाहिँ बुझ्नु आवश्यक छ। र तलब बढेको छैन भने त हामीले अभियसली राम्रो काम गर्दा पनि तलब बढेको छैन भने त हाम्रो त कुरा गर्न पऱ्यो नि त साउसँग। मैले यत्रो वर्ष राम्रोसँग काम गरेँ, तैँले मेरो तलब बढाइदिए भनेर त भन्न पऱ्यो नि। तर कसरी भन्ने त? त्यो कुरा चाहिँ मैले भर्खरै रिसेन्टली एउटा भिडियो हालेको छु युट्युबमा, तपाईँहरूले गएर हेर्न सक्नुहुन्छ। तलब बढाउने तरिका भनेर सर्च गर्नु होला। र फर्स्टमै आउँदैन किनभने मेरो खासै भ्यू जाँदैन भिडियोमा। तर सिक्की भाइन्स भनेर तपाईँहरूले सर्च गर्नुभयो भने चाहिँ आउँछ र गएर हेर्नु होला र कस्तो लाग्छ प्रतिक्रिया दिनु होला। र त्यसरी नै साउसँग ट्राई गर्नु होला। तलब बढेछ भने एकदम मलाई धन्यवाद पनि दिनु होला। र फेरि म यस्तै भिडियोहरू बनाउँदै जानेछु, तपाईँहरूले सपोर्ट गर्दै जानु होला। हस् त, थ्याङ्क यू, सी यू इन द नेक्स्ट भिडियो।